बालेन शाहको एक कल फोनको निर्देशनले ऋषि धमलाको रिपोर्टर्स क्लबमा लाग्यो ताला। वर्षौंदेखि सरकारलाई 73 लाख भन्दा बढी भाडा तिर्न बाँकी। काठमाडौँको भ्रिकुटी मण्डपमा वर्षौंदेखि भाडा नतिरी सञ्चालन हुँदै आएको चर्चा। आखिर किन तिर्नु भने यत्रो सरकारी पैसा? किन? जनता जान चाहन्छ। आखिर आजसम्म यत्रो पैसा किन तिर्नु भएन? भन्नुहोस् भर्खरै, भन्नुहोस्, भन्न पर्यो के कारणले तिर्नु भएन? ऋषि धमलाको स्टाइलमा देख्नुभयो मान्छेहरू किन धनी हुन्छन्? 2-4 सालमै यसरी धनी किन हुन्छन्? कारण के रहेछ? धनी हुने कारण के रहेछ भनेपछि सरकारी पैसा टन्न लियो, ल्याम्मा खायो, अनि दुर्गा पर्छ जस्तो आन्दोलनमा उत्रियो, जनताहरूलाई उचाल्यो, चाका औलो लगाइदियो, अनि नवाभित्ता भन्यो, कृषि भन्यो, के भन्यो सम्म टन्न लियो, पहिला खायो, अनि आन्दोलनमा उत्रियो, अनि सरकार ढलायो, सरकार उठायो। यो तरिका रहेछ। साला हामी 2008 देखि 17-18 वर्ष भयो गाड गर्दन कन्न खरानी भएर यहाँ विदेशमा घाममा काम गरेर पनि खाना लाउन बाहेक अरू केही गर्न पुग्दैन। यिनीहरू 2-4 सालमा यसो नेताको पछि हिँडे, झोले बनाएर हिँडेपछि कार चढेर हिँड्ने भन्नुहुन्छ। कारण यो रहेछ, सरकारी कर नतिर्यो, लोन लियो, ल्याम्मा खायो, हिरो बन्यो, हिँड्यो, ठुलो बन्यो, हिँड्यो। अनि कहाँबाट हुन्छ धनी? हामी कसरी बनिन्छ धनी? हामी जस्तो लाटो सोझो मान्छे गरिब हुने कारण यही रहेछ। हामीले ट्रिक चाहिन्न।